मेरो तपाईहरु हो, मेरो अरु कोही छैन, तपाईहरु हो। अनि यो नारायणी तडवन हुँदाको कुरा आयो। नारायणी तडवन हुँदाखेरि यताबाट सुरु हुन्छ, यताबाट सुरु हुन्छ म्याम। कताबाट सुरु हुन्छ? पानी कताबाट बग्छ? यो आतंककारीहरूले बनाएको हो यो सबै। यताबाट हुन्छ नारायणी, बग्छ यताबाट, बग्ने यताबाट, तडवन यताबाट सुरु हुन्छ। आत्मैबाट नानी हामी योपालि मत परिवर्तन गर्छौँ भनेर आत्मैदेखि मत हाल्दैछौँ। यो ठाउँमा पनि आत्मैदेखि गरिदिनु है भन्नुभएको छ। आत्मैदेखि यो ठाउँमा काम गर्नको लागि तयार भएर आएका छोरी हो। यहाँ ठाउँबाट हामी जिताउँछौँ तपाईँलाई। हामी धेरै जिताउँ। मेरो राजनीति हो। नेपालमा त के हुन्न भनेर हुँदैन, हुन्छ हामीले नै गरेर हुन्छ भनेर त्यो सम्भावनाको एउटा सानो झिनो मसिनो लाइट देखेर चाहिँ अझ हामी अगाडि सरेको छौँ। प्लिज बिन्ती छ, बिन्ती छ, प्लिज। मेरो तपाईँहरू है यो ठाउँमा म सबैको घरमा पुगौँ भनेर प्रयत्न गर्दैछु, सबैका घर आँगनमा पुग्न खोज्दैछु। तर कतिपय ठाउँहरू छुटेका हुन सक्छन्, कतिपय ठाउँहरू पुग्न नसकिएको हुन सक्छ, अनि पुग्न नसकिने पनि हुन सक्छ, कतिपय अब आँखाबाट त्यहाँ दृष्टि नपुग्न पनि सक्छ। तर मेरो ठाउँबाट तपाईँहरू प्रतिनिधि भएर जानु पर्यो, आफैले गर्नु पर्यो। मेरो छोरी, मेरो नातिनी, मेरो बहिनी भनेर तपाईँहरू हो मेरो प्रतिनिधि, त्यसरी जानुपर्छ। हामीसँग अरू केही छैन, तपाईँहरू त हो जनताको साथमा केही छैन, आशीर्वाद केही छैन है। तपाईँहरू आज अलिक सन्चो छैन, ज्वरो आइराखेर छ, त्यही भएर धेरै भनिनँ। तपाईँहरूले मोबाइलबाट पक्कै सुन्नुभयो होला। योपालि चाहिँ देशमा परिवर्तन चाहिएको छ। एक एक पाइला अगाडि सार्दै हामी जहाँ पुग्नु पर्ने हो त्यो साँच्चीकै नै पुग्छौँ। जसरी पुराना दलहरूले कार्यकर्ताहरू पालेर आफ्ना मतदाताहरूका यो ठाउँका मुद्दाहरूलाई चाहिँ भोट ब्याङ्कको रूपमा थाती राख्ने, एकचोटि चुनाव जितेर जाने अनि फेरि अर्कोचोटि म समाधान गर्छु भनेर कार्यकर्तालाई फेरि कनिका छर्दै केही कुरा दिए जस्तो गर्न आउने मानिसहरूको तपाईँहरूले कमी देख्नुहुन्न। घन्टी बजाउने कुरो बुझ्न पर्यो नि। घन्टी बनाउनु है थियो तपाईँले, घन्टी पनि बजाउने, यिनका मुखिन्जेल विकास पनि गर्ने देखाउने गर्नु होला है। ल हुन्छ एकमा अमेरिकाबाट हिपहपमा डिग्री गरेर नेपाल आएँ, जहाँ युट्युब आउला भनेर पढ्न गएको होइन। म युट्युबको जन्मै 2006मा भएको हो, फेसबुकको जन्मै 2002मा भएको हो। फेसबुक आउला, युट्युब आउला, टिकटक आउला भनेर म हिपहपको डिग्री गर्न गएको होइन। हिपहपलाई के बनाइदियो, यसरी मुन्द्र लगाएपछि ट्यापे बनाइदियो, यसरी ट्याटो छापेपछि ट्यापे बनाइदियो। हिपहप भनेको आजाद हो, हिपहप भनेको स्वतन्त्रता हो, हिपहप भनेको एकता हो। हिपहप कम्युनिटीमा जात हुँदैन, धर्म हुँदैन, उमेर हुँदैन, देश हुँदैन, एज हुँदैन। हामी के को लागि हिँड्दा छौँ? हिपहप हान्ने तरिका मात्रै फरक भयो। हिपहप हानेको सबैले हिपहपै हाने, कहिले खानको लागि हाने, प्रचण्डले हाने भने हिपहपै हो, उसले ठोक्नको लागि। हिपहप भनेको आजाद हो, आजाद भनेको खोइ त देखिनँ त मैले त हजुर। अनि थुप्रै क्रान्तिहरू देख्यौँ हामीले 2046 सालदेखिको। मेरो जन्म 2030 को हो, आज म 52 भएँ। एकदम युवा हुनु। यस। अनि आदिवासीको नाममा नि अल्झाइयो। तपाईँ आदि हुनुहुन्छ? आदि हुनुहुन्छ म्याम? तपाईँ पुरै हुनुहुन्छ आई थिङ्क। तपाईँको शरीरमा पुरै देख्छु। आदिवासीको नाममा नि अल्झायो त्यो पनि क्रान्तिकारी होइन, तिनीहरू पनि झुक्क्याएको हुन्। हिपहप भनेकै क्रान्ति हो, हिपहप भनेकै आजादी हो, हिपहप भनेको एकता हो, हिपहप भनेको स्वतन्त्रता हो, हिपहप भनेको फ्रेन्ड्स हो, हिपहप भनेको रेभोल्युसन हो, हिपहप भनेको चेन्जेस हो। हिपहप भनेको उहाँहरू जस्तो युवा आउनुलाई हिपहप भन्छ, यहाँहरू जस्तो आउनुलाई हिपहप भन्छ। हिपहप भनेको फ्यासन हो, तपाईँको कपडा लाउनुहोस् भनेको छ, फ्यासन कपडा ढाक्नुहोस् भनेको छ हिपहपले, सबैको आफ्नो कल्चर छ भनेको छ हिपहपले। अनि त्यो क्रान्ति हुँदै गर्दाखेरि 46 सालदेखिको क्रान्ति, 17 सालको क्रान्ति, 25 को क्रान्ति, 63 को क्रान्तिपछि अहिले जेन्जीको क्रान्तिसम्म पनि आउँदाखेरि कुमालको प्रतिनिधित्व गर्ने एकचोटि पनि कसैले पनि घन्काएन प्रतिनिधित्व संसद भवनमा। न त रवि लामिछानेले गर्नुभयो, न त तपाईँले घन्काउनु भयो। कुमालको विषयमा कुमाल किन अटेन यो क्रान्तिमा? नेपालमा 80,000 कति कुमाल हुनुहुन्छ टोटल नेपालमा, उहाँहरू किन अटेन आजसम्म? यहाँ चेपाङ अड्दाखेरि, बोटे अड्दाखेरि, के भन्छ राउटे अड्दा,
यहाँ 142वटा जात अट्दाखेरि नेपाल कुमार किन अटेन? अब अटाउनु पर्छ। किन अटेन? यो संविधानले अटाउँछ, यो नयाँ संविधानले अटाउँछ, यो जेनजीले ल्याएको संविधान यसमा अटाउँछ। त्यस कारणले म पहिलोचोटि आउँदैछु, यो खुल्लियामा आउँदैछु। म क्रान्ति पढेको मान्छे हो, कसैलाई पनि थाहा छैन म को भनेर थाहा पाउनै परेन क्या। अनि यहाँ गैँडाको कुराहरू थुप्रैचोटि निस्कियो। गैँडाले मारेपछि 15 लाख दिनु समस्याको समाधान भन्दिनँ म त्यसलाई भन्दिनँ। मृत्यु रोक्नुपर्छ पनि भन्दिनँ, मृत्यु रोक्न सक्दैन हजुर, इम्पोसिबल भनेको त्यही हो। त्यो मृत्यु भयो कसरी त? जान परेर, कहाँ जान परेर त? खेती किसानी गर्न जानु परेर, एभ्रिडे जीवन चलाउनु जानु परेर। त्यो जीवन चलाउने वातावरण कसले बनाइदियो त? यो हामीले देखिरहेको 60 वर्षदेखि देखिरहेको, 65 वर्षदेखि 2007 सालमा लेखेको संविधान हो यो पुष्पलाल श्रेष्ठले। यिनीहरूले यो आतङ्ककारीले लेखेको संविधान होइन यो। प्लिज कोही भ्रममा हुनुहुन्छ भने भ्रम नपर्नु होला। यिनीहरूले लेखेको संविधान होइन, पुष्पलाल श्रेष्ठले लेखेको संविधान हो यो। आजसम्म 75 वर्ष भयो, 82मा 70 माइनस 7 माइनस गरेर 75 हुँदैन? 75 वर्षदेखि लुटिरहेको छ होइन। प्लिज सुन्न सक्नुपर्छ, प्रतिनिधिले सुन्न सक्नुपर्छ। यु क्यान डु इट, गर्न सक्छ। यस मलाई थाहा छ, म प्रत्येक दिन हेर्छु उहाँहरूको, म रुन्छु उहाँहरूको भाषण सुनेर, थाहा छ म रुन्छु। मलाई थाहा छ हजुर, म भावना पोखरिँदाको म पनि भावना राजनीति गर्नुहोस् प्लिज, बिन्ती छ प्लिज, बिन्ती छ। यो क्रान्तिले हामी किन अटेनौँ यति मात्रै भन्न आएको। अनि यो नारायणी तडबन हुँदाको कुरा आयो, नारायणी तडबन हुँदाखेरि यताबाट सुरु हुन्छ, यताबाट सुरु हुन्छ म्याम, कताबाट सुरु हुन्छ? पानी कताबाट बोक्छ? यो आतङ्ककारीहरूले बनाएको हो यो सबै। यताबाट हुन्छ नारायणी, बोक्छ यताबाट, बोक्ने यताबाट, तडबन्धन यताबाट सुरु हुन्छ, यताबाट हुँदैन हजुर। 4 जनालाई पाल्यो काङ्ग्रेसले, 4 जनालाई पालेको छ। यहाँको राजनीति मेरो घरबाट सुरु भएको, यहाँको प्रधान पञ्चदेखिको प्रधान पञ्च मेरो जिजुबाजु हुनुहुन्थ्यो। त्यस पछाडिको एमालेको सांसद हुनुहुन्छ नि कृष्ण भुटेल, मेरो घरबाट राजनीति सिकेको मान्छे हो। जयमोहन कुमार सांसद हुनुभयो, मेरो घरको मान्छे हो। यहाँको वार्ड अध्यक्षहरू भएर 5 वर्ष शासन चलाएर जानुभयो, उहाँ मेरो मान्छे, मेरो फुपा हो। उहाँहरू सबै रोटी सेक्न आएकोहरू हो। प्लिज जनताहरूलाई भन्छु, उहाँहरू भनेको उहाँहरूलाई के भन्नुहुन्छ थाहा छ? जनताहरूले हजुरले बुझ्दिने कुरा, मिडियाले बुझ्दिने कुरा, उहाँहरूलाई के भन्छ? भोट माग्न आउँदाखेरि यहाँ आउनुहुन्छ, त्यसपछि आउनु। उहाँहरू यहाँ आउनको लागि आएको होइन, उहाँ बस्नको लागि भोट माग्न आएको, उहाँ लेख्नको लागि। यहाँ बस्ने भनेको यहाँको प्रतिनिधि हो। उहाँहरू उहाँ बस्नको लागि भोट माग्न आएको, यहाँ बस्नुहुन्न। त्यो भ्रम नपर्नु होला, यो झुक्क्याएको उहाँहरूले पहिला झुक्काएको भएर तपाईँलाई के लागिरहेछ? भोट माग्न आउनुहुन्छ त्यसपछि आउनुहुन्न भन्नुहुन्छ नि, होइन। सांसद यहाँ आउने होइन। अवसरमा छौँ। सर्वप्रथम त यस ओडाका हाम्रा पार्टीका सभापतिज्यू, आजको कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा विशिष्ट अतिथि र हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक उम्मेदवार अनुष्का श्रेष्ठज्यू लगायत हाम्रो पार्टी पङ्क्तिका नेतृत्वगणहरू, मैले पछाडि हाम्रो चुनावी कमान्डर यहीँ देखिरहेको छु, हाम्रो विभागीय सदस्यहरू, महानगरका सदस्यहरूदेखि लिएर धेरै साथीहरू यहीँ देखेको छु, र आजको यस सभामा उपस्थित हुनुभएका सम्पूर्ण स्थानीय महानुभावहरूमा हार्दिक नमस्कार, जय घन्टी। अलि सन्चो छैन, चुनाव एकदमै व्यापक रूपमा लागिरहेको छ। धेरै घर दैलोमा पुग्न पाए हुन्थ्यो, सबैका घर आँगनमा पुग्न पाए हुन्थ्यो, उहाँहरूका समस्याहरूलाई प्रत्यक्ष आफैले देखेर बुझ्न पाए हुन्थ्यो, ताकि भोलिका दिनमा यहाँका आवाजलाई प्रत्यक्ष रूपमा त्यो संसदमा जस्ताको तस्तै लग्न सकौँ भनेर प्रयत्नशील छु। र त्यो प्रयत्न गर्दै गर्दा बिहानदेखि साँझसम्म निरन्तर रूपमा म खटिरहेकै छु, र अलिकति मौसम सबै कुराले साथ नदिएको अवस्था छ, त्यही भएर म यहाँहरूसँग छोटो कुरा मात्रै राख्छु। सर्वप्रथम त मेरो परिचय यहाँहरूलाई, मेरो नाम शोभिता गौतम, म राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक केन्द्रीय सदस्य पनि हो, अहिले सचिवालय सदस्यको रूपमा छु, र गएको संसदमा संसदमा नेपाली जनताका मुद्दाहरू 1 मिनट माइक पाउँदाखेरि पनि त्यो 1 मिनट पनि जनताको आवाजहरू त्यहाँ गुन्जिनुपर्छ भनेर सधैँभरि जनताको पक्षमा आवाज उठाउने सांसद हुँ भनेर तपाईँहरूसँग यसरी परिचित गर्न चाहन्छु आफूलाई। र अब यो भन्दै गर्दा हाम्रो देशमा चुनाव त 84मा हुनेवाला थियो नि, होइन? 84मा हुनेवाला थियो, हामी त पर्खिरहेका थियौँ, पार्टीगत हिसाबले हामीले त पर्खिरहेका थियौँ। तर देशमा एउटा यस्तो अकल्पनीय दुर्घटना भयो कि 2000
82 भदौको 23 र 24 गते देशमा ठुलो दुर्घटना भयो। त्यो 23 गते हाम्रा कलिला भाइ बहिनीहरूलाई जसरी गोली हानियो, अघि अनुष्काजीले पनि भन्नुभयो, जसरी त्यो गोली हान्दाखेरि एउटा कलिलो बालकले आफ्नो अर्को साथी जो गोली लागेर ढलेको छ उसको मस्तिष्कलाई हातमा राखेर के गरेको यो भनेर जुन बोलेको थियो त्यो आज पनि हाम्रो मस्तिष्कमा ताजै छ, हाम्रो हृदयमा ताजै छ, हाम्रो स्मरणमा ताजै छ। हो, ती सबै कुरा भइसकेपछि उहाँ भाइ बहिनीहरूले उहाँ युवाहरूले माग्नु भएको कुरा के थियो त भन्दा एउटै मात्र कुरा, सुशासन हुनु पर्यो देशमा, भ्रष्टाचार हुनु भएन देशमा भनेर माग्नु भएको थियो नि। भ्रष्टाचार विरुद्धको आन्दोलन शान्तिपूर्ण ढङ्गले उहाँहरूले अझ के सोच्नु भएको थियो, यहाँ पनि स्कुलका कलेजका नानी बाबुहरू मैले देखिरहेको छु, स्कुल कलेजमा बसेको नानी बाबुहरूलाई त कसैले पनि केही गर्दैन, हामी शान्तिपूर्ण आन्दोलन गर्ने हो, हामीले केही गर्ने होइन, हामी स्कुल कलेजमा जान्छौँ, कलेज ड्रेसमा जान्छौँ भनेर गएका भाइ बहिनीहरूलाई पनि गोली लागेको छ। त्यो जसलाई गोली लाग्यो उहाँ आमा बुवाहरूलाई जुन पीडा परेको छ त्यो मलाई लाग्छ यदि त्यो ठाउँमा तपाईँ हाम्रा छोराछोरी तपाईँ हाम्रा भाइ बहिनी हुन्थे भने पनि त्यसै गरी ढल्ने थिए। त्यो इतिहासमा त्यो कालो दिन हामीले कहिले पनि बिर्सिने छैनौँ र त्यसैको कारणले गर्दाखेरि यो 84मा हुनेवाला चुनाव अब हामी 84 पर्खिन सक्दैनौँ। त्यसरी गोली हान्ने सरकार हामीलाई चाहिँदैन, नयाँ म्यान्डेट सहितको ताजा जनादेश बोकेको ताजा सरकार चाहिन्छ भनेर उहाँहरूले माग गरे बमोजिमको चुनाव हुँदैछ। त्यस कारणले यो चुनावलाई हामीले त्यसरी हल्का रूपमा लिनु हुँदैन, यो विशेष प्रकृतिको चुनाव हो, यो एकदमै विशेष चुनाव हो। किनभने नियमित चुनावभन्दा यसपटक युवा पुस्ताले मागेको चुनाव हो, नियमित चुनाव होइन। युवा पुस्ताले 84मा हुने चुनावलाई होइन हामी 84सम्म पर्खिन सक्दैनौँ, गोली हान्ने सरकार हामीलाई चाहिँदैन, यही पटक हामीलाई नयाँ ताजा जनादेश सहितको सरकार चाहिन्छ भनेर युवा पुस्ताले मागेको चुनाव हो। युवा पुस्ताले त माग्नु भयो, तर उहाँहरूले माग गरे बमोजिमको परिवर्तन गर्ने कसले त, त्यो गर्नलाई मद्दत पुर्याउने कसले त भन्दा तपाईँ हामीले हो, आम मतदाताले हो, आम बुवा आमाले हो, आम युवा पुस्ताले हो। त्यसका लागि चाहिँ चुनावमा हामी पार्टीगत हिसाबमा एक थोपो रगत पनि कसैको नबगाइकन यो देशमा परिवर्तन गर्नुपर्छ भनेर हामी यो देशमा राजनीति गर्न आएका युवाहरू हौँ। तर यो देशमा यस्तो परिस्थिति निर्माण भयो, त्यो 24 गते र 23 गते जुन किसिमको घटना भयो हामीले त्यो दुर्दशा देख्यौँ नि त। त्यस कारणले अब त्यो देखिसकेपछि हामीलाई विश्वास रहेन, त्यो सरकारसँग हामीलाई विश्वास रहेन। अब नयाँ ढङ्गले ताजा जनादेश बोकेको सरकार आउनु पर्यो र त्यसलाई निर्णायक बिन्दुमा पुर्याउने, त्यो परिवर्तनलाई निर्णायक बिन्दुमा पुर्याउने। उहाँहरूले चुनाव त मागिदिनु भयो, तर उहाँहरूले मागेको चुनावलाई अब पुर्याउने नेपाली जनताले भोट हालिदिनु भएन भने त्यो परिवर्तन होला त? त्यो परिवर्तन यदि भएन भने सम्झिनुहोस् त, जो भाइ बहिनीहरूले त्यसरी गोली खानु पर्यो, जसका कोख रित्तिए, जसको घरबाट शहीद हुनुभयो, उहाँहरूलाई सम्झिनुहोस् त। एउटा यो देशमा भ्रष्टाचार भयो भनेर सडकमा उभिएको बालकलाई गोली लाग्छ, गोली हानिन्छ भनेदेखि यो देशमा सुशासन कहाँ छ, यो देशमा लोकतन्त्र कहाँ छ, बोल्न पाउने अधिकार कहाँ छ? त्यस कारणले एउटा लोकतान्त्रिक समाजको मेरुदण्ड भनेकै यो समाजमा सबै मानिसले चाहिँ समान रूपमा व्यवहार पाउनुपर्छ, सबैले समन्यायिक रूपमा अनुभूति गर्न पाउनुपर्छ, सबैले समान किसिमको न्याय भोग्न पाउनुपर्छ। भर्खरै यहाँ विष्णु सर हामीसँग हुनुहुन्छ, उहाँको कथा तपाईँलाई थाहा छ कि छैन? उहाँले एउटा केही कुरा लेखेको भरमा उहाँले त्यस्तो केही पनि कुरा लेख्नु भएको थिएन जुन नलेख्नु पर्ने होस्। उहाँ एउटा नागरिकले लेखेको भरमा उहाँलाई चाहिँ नै मुद्दा चलाइयो, उहाँ निकै लामो समयसम्म कारागारमा गएर बस्नु पर्यो। एउटा नागरिकले यो देशका प्रतिनिधिहरूले सही काम गरेनन् भनेर खबरदारी गर्दाखेरि कसले हाम्रा विरोध गर्छन् भनेर खोजी सिसिटिभी क्यामेराहरू खोजी मोबाइलका भिडियोहरू खोजी मानिसहरूलाई दुःख दिएको सरकार होइन र त्यो। त्यस कारणले हिजो जे भयो त्यो मलाई लाग्छ तपाईँहरूले बिर्सिनु भएको छैन। र आज हामी किन उभिरहेका छौँ भन्दा आज तपाईँहरूलाई भविष्यको स्पष्ट विचार लिएर हामी उभिरहेका छौँ। भविष्यमा परिवर्तन गर्नको लागि यो ठाउँमा भोगिरहेका नेपालीहरूले भोगिरहेका चितवनवासीहरूले भोगिरहेका विशेष गरी पश्चिम चितवनवासीहरूले भोगिरहेका समस्यालाई सम्बोधन गर्नको लागि हामी यहाँ उभिएका छौँ। यो ठाउँबाट निर्वाचित भएर त धेरै जानुभयो, स्वयं अरूको कुरा त नगरौँ, धेरैले अब आफ्नो बलबुताले भ्याएसम्म गर्नुभयो, तर प्रधानमन्त्री नै पनि यो ठाउँबाट जिताएर पठाउनु भएको हो त। प्रधानमन्त्री नै स्वयं यहाँबाट निर्वाचित गराएर पठाउँदै गर्दाखेरि तपाईँहरूले भोग्नुभएका समस्याहरू किन सम्बोधन भएनन् होला? सबैलाई परीक्षण त गरिसकियो नि, सबै विगतमा भएका दलहरूलाई परीक्षण गरिसकियो। अब एकचोटि यस्ता युवा पुस्ताहरू, यस्ता होनहार युवाहरू 275 जना हुन्छन् त्यो संसदमा, 275 जनामा
हामी अघिल्लो संसदमा 21 जना थियौँ। त्यो 21 जनामा हामी जनताको पक्षमा आवाज उठाउँदै थियौँ, अरूबाट अर्को पक्षबाट जनताका पक्षमा आवाज उठाउनेहरूको आवाज दबाइयो। त्यो हिजोको संसद तपाईँहरूले सार्वजनिक रूपमै देख्नु भएको। तर यसपटक अब 21 होइन, हामीलाई बहुमत चाहिन्छ। जनताका मुद्दाहरू हामी उठाउँछौँ पनि, हामी समाधान पनि गर्छौँ। र एउटा कुरा स्पष्ट भन्नुपर्छ, यो ठाउँमा तपाईँहरूले भोग्नु भएको समस्याहरू विशेष गरी पर्यटन कृषिसँग जोडिएका समस्याहरू छन्। राष्ट्रिय निकुञ्ज भएको कारणले राष्ट्रिय निकुञ्जसँग जोडिएका विषयहरूमा विकास निर्माणमा बाधा पुगेका विषयहरू पनि होलान्। अब यो ठाउँमा यहाँ तपाईँहरूले भोग्नु भएको समस्यालाई समाधान गर्नको लागि पहिला कानुनमा त्यहाँ संशोधन गरिएन, त्यो बाजिएका कानुनहरू मिलाइएन, त्यसलाई संशोधन गरिएन भने जति नै सुकै शक्तिशाली प्रधानमन्त्री भएकाहरूले गर्ने हुन्थ्यो होला नि त पहिला। त्यसकारणले जति नै शक्तिशाली आए पनि कसैले गर्न सक्दैन। त्यसकारणले यो ठाउँमा विकास गर्ने पहिलो आधार भनेको कानुन संशोधन हो र कानुन संशोधन गर्नको लागि म तयार भएर यो ठाउँको मुद्दा बोक्नको लागि तयार भएर आएको छु। यो तपाईँहरूसँग म आग्रह गर्न चाहन्छु। र यसपटक चाहिँ 21 जनामा हामीलाई पुगेन, 275 जनामा यस्ता यस्ता युवा पुस्ताहरू, उहाँ व्यवसाय गरेर बसिरहेको, नेपाललाई प्रतिनिधित्व गरेर संसारमा चिनाइसकेको युवा पुस्ता, बाहिर पढेर फर्केर आउनुभएको युवा पुस्ता, उहाँ जस्ता हामी धेरै युवा पुस्ताहरू संसदमा गयौँ भने हामीलाई कसैको भारी बोक्दिरहनु पर्ने छैन, कसैका भ्रष्टाचारका भारीहरू बोक्दिरहनु पर्ने छैन। योपालि हाम्रो एउटै उद्देश्य छ। म जाँदै गर्दा अघि एक ठाउँमा यहीँ तल गाउँमा पुग्दै गर्दा आमाले के भन्नुभयो भने सेम साल जन्मे रहेछौँ, सुविधाजीरोमा हामी 52 सालकोमा जन्मेको। 2019 सालमा चाहिँ मिस नेपालको उपाधि जितेर नेपाललाई विश्व सामु चिनाउन चाहिँ सफल भएको थिएँ। आफू पनि पढेको म अस्ट्रेलिया, 5 वर्ष अस्ट्रेलियामा पढेर काम गरेर होइन, स्वदेशमै केही गर्नुपर्छ भनेर अब त फर्केको पनि 5.5 वर्ष, 6.5 वर्ष, झन्डै 7 वर्ष नागिसक्यो। र अहिले चाहिँ हाम्रो नेपाली मौलिक मिठाईको व्यापार गर्छु। पुस्तकारी गुटपाक बनाएर विश्व सामु चाहिँ नेपालको स्वाद चखाउनुपर्छ भन्ने सानो उद्यममा लागेको छु। यो गरी आउँदाखेरि किन चाहिँ यस्तो मिस नेपाल व्यक्तिले अस्ट्रेलिया पढाएर ब्याङ्कमा काम गरेको रे अस्ट्रेलियामा फर्केर यहाँ के गर्दैछन् त अहिले भनेर सोच्नुहुन्छ भनेदेखि भदौको त्यो दिन हामी पनि यो त अति भयो भनेर त्यहाँ हिँड्दै गएको थिएँ। बानेश्वर चोकबाट फर्किआउँदाखेरि भिडियोहरू हेर्दाखेरि पत्याएर लागेन, यो हुनै सक्दैन, यो एआई हो भनेर भनियो। कसरी हुन्छ? टाउकोमा गोली कसरी हानिन्छ? हातमा बाबुले अहिले पनि मस्तिष्क बोकेर रगताम्मै भएर नगर भनेको झलको अहिले पनि याद आउँछ। स्क्रोल गर्दा मात्रै होइन कि मनभित्रै काबेर चाहिँ राखेको छौँ हामीले। सो अब चाहिँ समाधानको पार्ट हुनुपर्छ। हामीले कसरी हुन्छ, आफ्नो ठाउँबाट सबै चिज गर्नुपर्छ, हामीले नै गर्नुपर्छ भनेर अघि सरेको हुँ। समस्या धेरै छन्, सम्भावना पनि धेरै छन्, तर सबैभन्दा अहिले चाहिँ निराशा देख्छु, धेरै निराशा देख्छु। जति गरे नि भएन, जे गरे नि भएन, के भएको त घरमा कोही पनि छैन। ल म छु अहिले, आमा बुवासँग होला, तर धेरैको अहिले तपाईँहरूको बच्चाहरू सायद त्यता हुनुहुन्न होला। कति इच्छा र रोजाइले जानुभएको होला, ठिक, सिप सिकेर फिर्ता आउनलाई, तर धेरै बाध्यताले जानुभएको हो। रोजगारी छैन, अवसर छैन, बजार पनि छैन गरौँ भनेदेखि। यहाँ त पर्यटनको कृषिको यत्रो धेरै सम्भावना भएको ठाउँमा बजार पनि त चाहियो नि त। ल फ्री ट्रेनिङ भनेर ताली पिटेर भएन, त्यसको साँच्चीकै नै समाधान दिनु पर्यो भनेर अघि सरेका छौँ। र बाहिरबाट हेर्दाखेरि नेपालमा त के हुन्न भनेर हुँदैन, हुन्छ, हामीले नै गरेर हुन्छ भनेर त्यो सम्भावनाको एउटा सानो झिनो मसिनो लाइट देखेर चाहिँ अझ हामी अगाडि सरेको छौँ। र त्यसमा झन् हामी त अब 30 वर्ष भर्खर छु, यो युवा भन्न मिल्ला है अहिलेसम्म चाहिँ। हामीले यसरी नै युवा महिला नेता देखेर हामी प्रेरित हुन्छौँ। सफा इमान्दार नेता जसले चाहिँ आफ्नो ठाउँ बुझेर एकदमै कन्फिडेन्सका साथ आफ्नो कुरा अघि सार्न सकोस्। यहाँको समस्या छ, यहाँ आएको एक दिन पनि नबितिसक्दाखेरि यहाँको कृषिको कुराहरू धेरै नै सुन्यो होइन। वनजन्तुसँग कसरी मिलेर बस्नुपर्छ, ठिक छ त, के कसरी चाहिँ हामीलाई समाधान गर्न सक्छ भनेर सुनेर बुझेर कुरा अघि राख्न सक्ने। योभन्दा अगाडिको कार्यकालमा पनि हेर्नुहुन्छ भनेदेखि सुविधा गौतमले धेरै नै मुद्दाका कुराहरू स्पष्ट रूपमा अगाडि राख्नु भएर त्यसलाई नीति निर्माणमा परिवर्तन गर्न पनि सफल हुनुभएको छ। त्यसैले उहाँको क्षेत्र आएर यहाँहरूसँग भेटघाट गर्न पाउँदाखेरि यतिको माया सायद मैले यो म्युनिसिपल जित्दाखेरि पनि मैले यसरी पाएको थिइनँ जस्तो लाग्छ। सो यो तपाईँहरूको माया होइन, यो आशा हो। यो आशालाई हामीले
पुरा गर्नै पर्छ, काम गर्नै पर्छ, गर्छौँ। र यसको पहिलो कदम भनेकै अबको आउने चुनाव हो। हुन त यो सुखको माहौलबाट आएको चुनाव होइन। यो आफ्नो मुखमा रातो लागिराख्दाखेरि एकातिर खुसीपन लाग्छ भने एकातिर सम्झना जस्तो पनि लाग्छ। कसैको मुखमा त्यो अबिरको थिएन, त्यो अर्कै रातो थियो भनेर। यसरी नै राष्ट्रिय स्वतन्त्र पार्टीको यो पुरै उम्मेदवारको सूचीमा चाहिँ हामीले त्यस दिन जेनजी आन्दोलनमा घाइते भएर सर्भाइभ गरेका व्यक्तिहरू पनि छन्, बाँचेका व्यक्तिहरू पनि छन् र छोरा गुमाउनु भएको परिवारका सदस्य पनि छन्। त्यसैले तपाईँहरूले बुझ्न सक्नुहुन्छ कि साँच्चीकै यो जुन आन्दोलनबाट आएको हो यो चुनाव, त्यसको मर्म बुझ्नु भएको पार्टी हो भनेर सत्य नै बुझ्नुहुन्छ। चुनावी क्षेत्रको कुरा अरू गर्नलाई म सोभिताजीलाई नै निम्त्याउन चाहिँ चाहन्छु। तर त्योभन्दा पनि अगाडि के भन्न चाहेँ भनेदेखि एकदमै निराश हुँदाखेरि पनि अलिकति आश मर्न नदिनु न, त्यो हामी सबैको ठाउँबाट योगदान हुने रहेछ। नेता जनता हामी दुवैले मिलेर देश बनाउने हो, आफ्नो गाउँठाउँ बनाउने हो। एकपछि अगाडि पाइला जति सक्दो नराख्दा पनि नि एक पाइला अगाडि मात्र सारिदिनुहोस्। हुँदैन जस्तो लाग्छ एक पाइला अगाडि सार्नुहोस्। एक पाइला अगाडि सार्दै हामी जहाँ पुग्नुपर्ने हो त्यो साँच्चीकै नै पुग्छौँ। हामीले आफ्नो भागको कर्तव्य निर्वाह गरौँ। यसपालि मत दिँदाखेरि दुवै मतपत्रमा घन्टी चिन्हलाई भोट दिएर बहुमतका साथ यस आन्दोलनबाट निस्केको यो चुनावको देशको आवश्यकता, समस्या र समाधान दुवै बुझेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, जसको हामी प्रत्यक्ष समानुपातिक सबै मिलेर बन्ने संसदको साथ दिउँ भन्दै सोभिताजीलाई मैले अब निम्त्याउन चाहेँ। हस्, धन्यवाद।